यदि तपाई आफ्नै मोबाइलबाट सिनेम्याटिक एआई भिडियो बनाउन चाहनुहुन्छ भने आजको भिडियो तपाईको लागि विशेष हुनेछ। किनकि आजको भिडियोमा म विदाउट सब्सक्रिप्सन एकदमै फ्रीमा पैसा नतिरिकन पनि हामीले सिनेम्याटिक एआई भिडियो कसरी बनाउन सकिन्छ भन्ने विषयलाई लिएर आएको छु। यदि तपाई हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, किनकि यस्तै टेक्निकल अनि ट्रेन्डिङ टपिकहरु हामी लिएर आइ नै रहेको हुन्छौं। जस्तै अहिले सोशल प्लेटफर्ममा एकदमै भाइरल भइरहेको एआई भिडियोहरु कसरी बनाउने भनेर युट्युबमा सर्च गरिरहँदा विभिन्न युट्युब को भिडियोहरुमा हामीले देख्दै आइरहेको छौं कि यो बनाउनको लागि प्रम्प्ट चाहिन्छ। प्रम्प्ट तयार भइसकेपछि कुनै एउटा वेबसाइटलाई हामीले सब्स्क्रिप्सन लिनुपर्ने हुन्छ, यानी कि मन्थली पेमेन्ट गर्नुपर्ने हुन्छ। सो यो देखि बाहिर पनि कतिपय त्यस्ता वेबसाइटहरु छन् जो चाहिँ फ्री भयो भने भिडियो बनाउँदा कार्टुन जस्तो भिडियोहरु आइरहेको हुन्छ। सो हामीले सिनेम्याटिक एआई भिडियो पनि मोबाइलबाट पैसा नतिरिकन सब्स्क्रिप्सन नलिकन फ्रीमा पनि बनाउन सकिन्छ। त्यो कसरी बनाइन्छ भनेर आज म तपाईलाई ट्रिकहरु सिकाउने छु, प्रोसेस बाइ प्रोसेस सिकाउने छु। सो तपाईले भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म रहनु होला। सो हामीले कुनै पनि सिनेम्याटिक एआई भिडियोहरु बनाउनका लागि अथवा कुनै पनि एआई भिडियोहरु बनाउनका लागि सुरुमा हामीलाई प्रम्प्ट तयार गर्नुपर्ने हुन्छ, जुन काम चाहिँ हाम्रो च्याट जीपीटी ले गर्दिने गर्दछ। सो पहिला हामीले च्याट जीपीटी डाउनलोड गर्नुपर्ने हुन्छ। च्याट जीपीटी डाउनलोड गरिसकेपछि तपाईसँग भएको जीमेल ले उक्त च्याट जीपीटी लाई कनेक्ट गर्न सक्नुहुन्छ, साइन अप गर्न सक्नुहुन्छ। सो च्याट जीपीटी तपाईले डाउनलोड गरिसकेपछि यहाँ देख्न सक्नुहुन्छ मैले यहाँ प्रम्प्ट हानेको छु। जस्तै तपाईलाई यहाँनेरि चाहिँ तपाईलाई कस्तो एआई भिडियो बनाउन मन लागेछ त्यो यदि तपाईले इंग्लिशमा जान्नु भएन भने पनि नेपालीमा पनि तपाईले प्रम्प्ट लेख्न प्रम्प्टको लागि दिन सक्नुहुन्छ। जस्तै तपाईले नेपालीमा कुनै पनि चीज एआई भिडियो के बनाउन चाहिराख्नु भएको छ त्यो तपाईले दिनुभयो भने च्याट जीपीटी ले तपाईलाई नेपालीमा एउटा प्रम्प्ट तयार गरिदिन्छ। फेरि त्यसलाई तपाईले कपी गरेर फेरि ट्रान्सलेट इन्टु इंग्लिश भन्नु भने इंग्लिशमा उसले तपाईलाई ट्रान्सलेट गरिदिन्छ। सो यसरी जस्तै मैले यहाँनेरि देख्न सक्नुहुन्छ यहाँनेरि प्रम्प्टहरु तयार भइरहेछ। मैले जस्तै यहाँनेरि तपाई देख्नुहुन्छ मंकी ब्लगिङ भयो, स्पाइडरम्यान ब्लगिङ, यो सबै मैले चाहिँ यहाँ साइकल ब्लग प्रम्प्ट यहाँनेरि तपाईले जति पनि देख्नु भएको छ सबै मैले प्रम्प्ट तयार गरेको। जस्तै प्रम्प्ट तयार गर्नको लागि यहाँनेरि गएर हामीले यहाँ आस्क एनीथिङमा गएर तपाईले कुनै एउटा कुरा लेख्नुभयो भने उले यहाँनेरि एउटा तपाईको भिडियोको लागि प्रम्प्ट तयार गरिदिन्छ। जस्तै मैले यहाँनेरि स्पाइडरम्यान धान रोप्दै ब्लग बनाउँदै छ, पछाडी छोरी मान्छेहरु हाँस्दै छ नेपालमा। सो मैले एउटा तपाईलाई देखाउनको लागि यो एउटा मैले प्रम्प्ट तयार गरेको छु, नेपालीमा गरेको छु। सो मैले यसलाई ओके गरिसकेपछि अब च्याट जीपीटी ले हामीलाई एउटा नेपालीमै प्रम्प्ट रेड गरिदिएको छ। जस्तै यहाँ देख्न सक्नुहुन्छ यहाँ तपाईको सोच अनुसार पूर्ण नेपाली प्रम्प्ट तयार गरिएको छ भने यहाँ स्पाइडरम्यान नेपालमा धान रोप्दै छ, मोबाइलमा भ्लग बनाउँदै छ र ऊ पुरै स्पाइडरम्यानको पहिरनमा हिलोमा घोडा गाडेर काम गरिरहेको छ, यसरी एउटा तयार भएको छ। सो यसलाई यहाँनेरि कुनै बेला चाहिँ इंग्लिशमा नआउँदाखेरि तपाईले यसलाई कपी गरेर फेरि यहाँनेरि पेस्ट गरेर चाहिँ ट्रान्सलेट इन्टु इंग्लिश भन्नुभयो भने इंग्लिशमा आउने गर्दछ। सो यहाँनेरि चाहिँ अहिले उले इंग्लिशमा दिएको छ। इंग्लिशमा चाहिँ स्पाइडरम्यान इज प्लान्टिङ राइस इन नेपाल व्हाइल मेकिङ अ भ्लग अन हिज फोन इज फुल कस्टम स्ट्यान्डिङ इन मुडी वाटर, यहाँनेरि इंग्लिशमा पनि दिइसकेको छ। सो हामीले यसलाई क्लिक गरेर यहाँ कपी गर्ने। सो यसरी हामीले प्रम्प्ट उले दिएकोलाई कपी भइसकेपछि अब भने हामी हाम्रो क्रोममा जाने। क्रोममा गइसकेपछि यो मैले रेडी गरेको प्रम्प्ट देखाइरहेछ। सो यहाँ माथि गएर चाहिँ हामीले सर्च गर्ने एआई भिडियो जेनेरेटर। सो एआई भिडियो जेनेरेटर सर्च गरिसकेपछि भिडियो जेनेरेटर गर्ने विभिन्न प्रकारका वेबसाइटहरु चाहिँ यहाँ आउने गर्दछ। सो यति मध्ये जस्तै यहाँ आइरहँदा हामीलाई चाहिँ कुनै पनि एउटा वेबसाइटमा गयौं भने कुनै पनि एउटा वेब पेजमा गयो भने कुनै वेब पेजमा चाहिँ हामीलाई सब्स्क्रिप्सन लिनु भन्छ, कुनै चाहिँ फ्री भन्छ। तर गइसकेपछि त्यहाँनेरि भिडियो बनाउँदा चाहिँ एउटा कार्टुन टाइपको भिडियोहरु आइरहेको हुन्छ। सो त्यो भयो भने अर्को कुनै चाहिँ तपाईको फेक पनि हुन्छ। सो यहाँ मध्येको मैले यहाँ सबै ट्राई गरिरहँदा यहाँ मध्येको मलाई एकदमै जेन्युइन लागेको र एकदमै सिनेम्याटिक एकदमै फ्रीमा भएको चाहिँ यो यहाँ तपाई देख्न सक्नुहुन्छ यो वेबसाइट हो HAILUO.ai। सो तपाईले यसमा चाहिँ क्लिक गर्नुभयो भने
यो वेबसाइटमा क्लिक गर्नुभयो भने तपाईँलाई सुरुमा यसले एउटा जिमेलसँग कनेक्ट गर भन्छ। सो तपाईँले आफ्नो जिमेलसँग कनेक्ट गरिसके पछाडि अघि हामीले कपी गरेको प्रम्प्टलाई यहाँनिर ल्याएर पेस्ट गर्ने। पेस्ट गरिसके पछाडि यहाँनिर तपाईँ देख्नुहुन्छ क्रिएट भिडियो। सो क्रिएट भिडियो गर्ने सर त यहाँ कस्तो हुन्छ भने तपाईँको जस्तै यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ यहाँ माथि तपाईँको जम्मा 500 उसले क्रेडिट दिएको हुन्छ एउटा भिडियो बनाउनको लागि। तपाईँको 25 क्रेडिट चाहिँ तपाईँलाई लाग्ने गर्दछ। सो तपाईँले त्यो क्रेडिट चाहिँ एउटा भिडियोमा 25 युज गर्नुभयो भने अब त्यसरी नै तपाईँले प्रत्येक भिडियोमा 500 क्रेडिट पुगिन्जेलसम्म त्यतिवटा तपाईँले भिडियो चाहिँ तयार गर्न सक्नुहुन्छ। अनि फेरि तपाईँको यो चाहिँ क्रेडिट सक्यो भने जुन यो तपाईँको यतापट्टिको जिमेल छ यसमा गएर फेरि तपाईँले लगआउट गरेर अर्को जिमेल कनेक्ट गर्नुभयो भने फेरि तपाईँलाई 500 क्रेडिट दिन्छ। यसरी चाहिँ तपाईँले धेरैवटा भिडियो फ्रीमा बनाउन सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईँको एकदमै सिनेमेटिक आउँछ। जस्तै यहाँ तपाईँ देख्न सक्नुहुन्छ यहाँ म जस्तै यहाँ प्लसको सेक्सनमा गएँ। प्लसको सेक्सनमा गइसके पछाडि यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ क्रिएट हिस्ट्री। क्रिएट हिस्ट्रीमा गइसके पछाडि यहाँनिर मैले बनाएको प्रम्प्टहरू जुन अघि मैले प्रम्प्ट तयार गरेको थिएँ त्यही प्रम्प्ट योभन्दा अगाडि पनि मैले तयार गरेको थिएँ। सो यहाँ देख्न सक्नुहुन्छ यो भिडियो रह्यो। त्यसपछि त्योभन्दा अगाडि अर्को बनाएको थियो त्यो यो भिडियो रह्यो। त्योभन्दा अगाडि यो बाँदर मङ्कीको पनि बनाएको थिएँ। त्योभन्दा अगाडि यसको पनि बनाएको थिएँ। सो यसरी चाहिँ हामीले यो पनि बनाएको थिएँ। सो यसरी चाहिँ हामीले विभिन्न प्रकारका प्रम्प्ट युज गरेर मैले चाहिँ यहाँ भएको क्रेडिट सबै सकिसकेको कारणले गर्दाखेरि चाहिँ अहिले मेरो क्रेडिट 0 देखाइरहेको छ। सो फेरि मैले यहाँ लगआउट गरेर चाहिँ अर्को जिमेल कनेक्ट गरेर भने फेरि मसँग चाहिँ क्रेडिट हुन्छ र मैले फेरि भिडियोलाई बनाउन सक्छु। सो यसरी बनाइसके पछाडि अब भने यहाँ भएको हाम्रो भिडियोलाई कुनै एउटालाई जस्तै मैले यो भिडियो रह्यो यो भिडियोलाई डाउनलोड गर्नको लागि यहाँ तल जुन यो तपाईँको 3 डट देखाएको छ यसमा क्लिक गरेर यहाँ तपाईँ देख्न सक्नुहुन्छ। यहाँबाट डाइरेक्ट तपाईँले पोस्ट गर्न सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ, एड गर्न सक्नुहुन्छ, तपाईँ जे पनि गर्न सक्नुहुन्छ। सो योदेखि बाहिर तपाईँले ग्यालेरीमा चाहियो भने यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ एउटा सेभको नक्सा छ। यसमा क्लिक गर्नु भने तपाईँको भिडियो चाहिँ ग्यालेरीमा गएर सेभ हुने गर्दछ। सो तपाईँले चाहिँ यसरी चाहिँ एउटा सिनेमेटिक भिडियो तयार गर्न सक्नुहुन्छ भने अब भने यो भिडियोमा तपाईँ भोइस ओभर गर्न चाहनुहुन्छ भने तपाईँले यहाँनिर गएर प्ले स्टोरमा गएर यहाँ गएर चाहिँ तपाईँले सर्च गर्न सक्नुहुन्छ FACELESS फेसलेस भिडियो अथवा फेसलेस AI। यसरी चाहिँ यसमा गएर यो जुन AI भिडियो जेनेरेटर ड्रिम फेस छ यसलाई तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। सो यसलाई डाउनलोड गरिसके पछाडि ओपन भइसके पछाडि अब भने यहाँनिर तपाईँले त्यो भिडियो राखेर आफ्नो भोइस पनि ओभर गर्न सक्नुहुन्छ, हाल्न सक्नुहुन्छ। जस्तै यति भइसके पछाडि यहाँनिर हामी भिडियो लिप्समा गयौँ। भिडियो लिप्समा गएर चाहिँ हामीले यहाँनिर एड टु स्क्रिप्टमा गएर यहाँ तल अवतारमा पहिला जाउँ। अवतारमा यो अगाडिको मेरो भिडियो छ। यसमा गइसके पछाडि अब यहाँनिर डाउनलोड गरेको भिडियो यो भयो। यसलाई कन्फर्म गरौँ। कन्फर्म भएर यसरी आइसके पछाडि यहाँ भोइसमा क्लिक गरेर यहाँबाट चाहिँ एउटा बेबी बेस कस्तो बेबी रोज छ होइन शान्ता यस्तो एउटा तपाईँले क्लिक गरेर चाहिँ तँसँग रिलेटेड भोइस पनि हाल्न सक्नुहुन्छ भने तपाईँले डाइरेक्ट आफ्नै भोइस छ भने पनि यहाँनिर गएर यहाँ रेकर्डमा गएर यहाँ क्लिक गरेर तपाईँले रेकर्ड गरेर हाल्न सक्नुहुन्छ। सो यसरी तपाईँले भोइस ओभर गरेर यसलाई तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। सो यसरी पनि तपाईँले आफ्नो भोइस हाल्न सक्नुहुन्छ र अथवा भोइस यसमा युज गरेर चाहिँ यो भिडियोलाई तपाईँले सेभ गरेर चाहिँ युट्युबमा अथवा कुनै पनि सोसियल प्लेटफर्ममा तपाईँले अपलोड गर्न सक्नुहुन्छ। सो आजको भिडियो कस्तो लाग्यो तपाईँलाई? यदि मन परेमा हाम्रो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला।